ल गयो लु हेर्नुहोस् तपाईँलाई थाहा छ यो के चिज हो भनेर कसैलाई थाहा छ यसलाई हाम्रो सामराङमा चाहिँ यो आसाममा लहरे आम भन्छ यहाँ हेर्नुहोस् लहरे आमको चाहिँ यस्तो हुन्छ हरियो चाहिँ अघिको चाहिँ मैले देखाएको त्यो पाकेको हो हेर्नुहोस् यस्तो हुन्छ उहाँ लहरे आम चाहिँ यो छ फलिरहेको छ सुन्तला जस्तै माथिसम्म फलेर गएको छ ओ माथिसम्म छ है टुप्पोमा चाहिँ एउटा गएर पाएको छ कहाँनिर पाएको छ यसको तपाईँलाई देखाइदिन्छु यो कस्तो हुन्छ भनेर काटेर यस्तो काट्नु त्यसको बाजे साह्रो हुन्छ त फेरि यो त बोक्रो बाक्लो छ नि त अनि हुन्छ लहरे आम यो देखा यस्तो हुन्छ लहरे आम हेर्नुहोस् अनि यसलाई यस्तो गरेर नुन लाउनु पर्छ नुन लाउनु पर्छ अलिअलि यो चम्च यस्तो हुन्छ चम्मचले यस्तो गरेर यसरी खानुपर्छ गाइस साथी हो ए अमिलो अमिलो गुलियो गुलियो हुन्छ यस्तो हुन्छ होला हरे आम यसलाई के अरे प्लेट चाहिन्छ त्यही हो प्लेट यसले पनि खान्छ अरे त यति भन्दै बाई बाई टाटा